She moves like a map with no borders. फाइनली दाइ अब हाम्रो डेस्टिनेसनमा जान लाग्छौँ हन्टिङ। कतिको मर्छ त होइन, कतिको मार्छौँ त त्यो माछा। टार्गेट अब 24 किलो हो। त्यहाँको कतिको माछा पक्रिन्छ भन्ने कुरा हो। अनि कमेन्ट चाहिँ हान्नु पर्यो होइन, सिस्नल किल्यो गाह्रो छ नि त। यो मालामा बिन भाइ यसमा चाली बिटा लौ सजिलो हुन्छ पकाउनु लौ पोल्यो के हाल्नु त छोड्नु हिँड के हिँड अब केटाहरू होइन सजिलो छ क्या, त्यता माछा छैन क्या, पहिला बुझायो त्यहाँ। माछा मर्छ नि त विपिन। अब एक साइडमा पानी काटेर मार्न लाग्छौँ। अब हेरौँ अब कतिको माछाहरू चाहिँ मार्छौँ त अब है। कहाँ त्यहाँ बुझ्ने अब उठाइदिनु धन्दै हुँदैन। माछा मार्ने कार्यक्रम चलिरहेछ हाम्रो। पानी यता लगाइदिएको उता अब मार्न सजिलो हुन्छ नि त। यता पानी लगाइदियो भने चाहिँ यता सुकाइदिएको। हामी चाहिँ अब माछा खोज्ने तर्फतिर लाग्छौँ। हामी चाहिँ लगभग पाँचजना छौँ है। उता 4 जना, म एक मोबाइल पक्रिरहेको छु। म चाहिँ अहिले पानीमा जान्न कि चिसो छ। खोला अलि सुकिया छैन होइन, सुकाइरहेको अवस्था छ, अलिअलि बगिरहेको छ खोला पनि। राम्रोसँग चाहिँ सुकिया छैन। माछा त मार्ने अब कतिको छ भन्ने कुरा हो। के भयो माछा मार्ने? हात लगाइन्छ, लगाइदिउ न। माछा कति भेटाउनु भन्ने कुरा हो। यहाँ छ क्या माछाहरू छ। को कुमार बादी भन्ने?
हो माछा मार्न खै पकड निकालिदिउ न तिमी हो मार नि त माछा दौरो मार्छौ रे त माछा पुरा माछा गरिरहन्छ रे हो र उसले नै भने क्या तिमीलाई के भन्नु छ भनिदिउ न त भाइ यता हेरेर के यता हेरेर होइन तिमी बोला त ल बोल न लाइक गरिदिनु होला दाइलाई धेरै सपोर्ट दिनु होला यता हेरेर के यता हेरेर नमस्ते गरेर गरौ न भाइ हेलो गाइज वेलकम भन न वेलकम दाइको भक्तमा आएर हेरिदिनु होला कमेन्ट हान्नु होला कमेन्ट तर भाइ हराम मेहनती रहेछन् मोटा होइन धुलो छ क्या होइन यो पल्टाउनु पाए हुन्थ्यो खै कहाँ छ कोणामा छ माथिको पसिनियल भयो मागा छ लेट्स गो बाडी इन द रक्स लेट्स गो